हरियाली भ्यूसँगै सबैजनालाई गुड मर्निङ। म चाहिँ पानी ल्याउन जाँदैछु। सो हामी चाहिँ राति हल्का रमाइलो गरेको कारणले गर्दाखेरि हल्का धेरै ढिलोसम्म सुत्यो। सो बाटोमा जाँदै यो बहिनीको बर्थडेको चक्लेट चाहिँ हिजो खाएको थिइनँ, सो आज खाइदियो। मिठो रहेछ चक्लेट चाहिँ होइन। अनि बहिनीलाई पनि धेरै धेरै ह्याप्पी बर्थडे भन्न चाहन्छु। र पानी ल्याउन जानको लागि अब हल्का हतारै थियो भनौँ न। अब ड्युटी जान टाइम पनि हल्का ढिलो भइसकेको थियो। सो पानी फ्याक्ट्रीमा फाइनली पुगेँ। त्यसपछिबाट पानी लिएर आएँ। अनि देख्न सक्नुहुन्छ बाहुबलीले जस्तो बोकेको होइन। यस्तो पानी बोक्दा पनि भ्लग बनाइरहेको छु म चाहिँ। अनि दिदीहरू चाहिँ हस्पिटल जाँदै हुनुहुँदो रहेछ, त्यति बेला हल्का खिचेँ। अनि म चाहिँ फाइनली आज अलिकति ढिलो भएको कारणले गर्दाखेरि साथीले मलाई पुगाइदियो। अनि र देख्न सक्नुहुन्छ यो झोलाको के हो भन्न चाहनुहुन्छ भने तपाईँहरू, यो चाहिँ क्याफेबाट मैले हिजो उक्का लगेको थिएँ साथी र म रमाइलो गर्नको लागि। सो त्यही उक्का पुगाइदिन आज ल्याइदिन। सो म यहाँदेखि राइटतिर हो मेरो काम चाहिँ। अनि फाइनली म काममा पनि आइपुगेँ। थ्याङ्क यू फर वाचिङ।